कृषि विकास बैंक लिमिटेडले 2081 साल चैत महिनाबाट लागू हुने गरी तह 4 लेखपाल प्रशासनतर्फको पदको लागि नयाँ पाठ्यक्रम सार्वजनिक गरेको छ र मैले तपाईँहरूलाई यस भिडियो मार्फत यो तह 4 लेखपालको नयाँ पाठ्यक्रमको विषयमा सरसर्ती मैले तपाईँलाई जानकारी लिएर आएको छु। भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेर्नुभयो भने तपाईँहरूले यो पाठ्यक्रमको विषयमा जानकारी पाउन सक्नुहुनेछ। अब यो पाठ्यक्रमको कुरा गर्नु पर्दाखेरि जम्माजम्मी 3वटा चरणमा यो पाठ्यक्रमलाई विभाजन गरिएको छ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ 3वटा चरण छ, 3वटा स्टेप भनेर बुझ्नु होला। प्रथम चरणमा पूर्व योग्यता परीक्षा हुन्छ तपाईँहरूको 100 पूर्णाङ्कको। पूर्व योग्यता परीक्षा भनेको चाहिँ तपाईँहरूको अब यो टिक लगाउने यसमा आउँछ, सबै प्रश्नहरू टिक लगाउने अर्थात् 4वटा अप्सनमध्ये एउटा छान्नुपर्छ। यो पूर्व योग्यता परीक्षामा तपाईँहरू पास हुनुभयो भने मात्रै अनि यो द्वितीय चरणको लिखित परीक्षामा तपाईँहरूलाई सामेल गराइन्छ। लिखित परीक्षामा चाहिँ 2वटा पेपर हुन्छ, तपाईँहरू 2वटा पत्र हुन्छ, त्यसकारण यतापट्टि पूर्णाङ्क 200 लेखिएको छ। 100 पूर्णाङ्कको दरको 2टा तपाईँहरूले पेपर दिनुपर्ने हुन्छ लिखित परीक्षामा। त्यसपछि अन्तर्वार्ता हुन्छ, तपाईँहरूको अन्तर्वार्ता 30 पूर्णाङ्कको हुन्छ। अब यो प्रथम चरणको पूर्व योग्यता परीक्षा भनेको चाहिँ तपाईँहरूको यो एमसिक्यू अहिले पनि भने मैले टिक लगाउने भनेर बुझ्नु होला। 4वटा अप्सन आउँछ, एउटा छान्नु पऱ्यो। 45 मिनट तपाईँलाई टाइम हुन्छ। अब यसमा चाहिँ के भनिएको छ भने पूर्व योग्यता परीक्षा उत्तीर्ण हुने उम्मेदवारको प्राप्ताङ्कको अङ्क द्वितीय चरणको प्राप्ताङ्कमा गणना गरिने छैन। यो चाहिँ तपाईँहरूको जस्ट पास भएपछि 100मा तपाईँहरू 40 नै ल्याउनु पऱ्यो। 100मा 40 ल्याउनु पऱ्यो। तपाईँले 40 ठ्याक्कै ल्याए पनि भयो, 41 ल्याए नि भयो। यो चाहिँ किन हो भने पास मात्रै भए पनि पुग्यो। यो पूर्व योग्यता परीक्षाको अङ्क मार्क्स तपाईँको यसपछिका अरू लिखित परीक्षा अन्तर्वार्तामा जोडिँदैन भनेर भनेको छ। त्यसकारण यसमा चाहिँ पास मात्रै भए पुग्यो। यसमा पढ्नुपर्ने विषय चाहिँ व्यवस्थापन लेखा र अर्थशास्त्रबाट 15वटा प्रश्न आउँछ तपाईँहरूलाई। कृषि विकास बैंक र ब्याङ्किङ सम्बन्धीबाट 15वटा प्रश्न, गणितबाट 5वटा प्रश्न, कम्प्युटरबाट 5वटा प्रश्न र सामान्य ज्ञान जिकेबाट 10वटा प्रश्न गरेर जम्माजम्मी तपाईँलाई चाहिँ 50वटा प्रश्न आउँछ। एउटा प्रश्नको 2 अङ्क गरेर 100 पूर्णाङ्क भयो। 45 मिनट तपाईँलाई टाइम हुन्छ। अब यहाँ यो पूर्व योग्यता परीक्षामै तपाईँहरूले पढ्नुभएको यो व्यवस्थापन लेखा अर्थशास्त्र, कृषि विकासको ब्याङ्किङ नियमहरू, गणित, कम्प्युटर यो उतापट्टि नै काम लाग्छ। अब यसपछिको लिखित परीक्षा, अब पूर्व योग्यता परीक्षामा तपाईँहरू पास हुनुभयो भने लिखित परीक्षा हुन्छ तपाईँहरूको। मैले अहिले पनि भनेको थिएँ लिखित परीक्षामा 2वटा पत्र छ, प्रथम पत्र र द्वितीय पत्र। 100 पूर्णाङ्कको हुन्छ। 2वटै पत्रलाई 2 घण्टा 30 मिनट 2 घण्टा 30 मिनट गरेर टाइम छुट्याइएको हुन्छ। यसमा चाहिँ तपाईँहरूलाई 5वटा प्रश्न के अरे 10 अङ्कका प्रश्न र तपाईँहरूलाई 5 अङ्कका प्रश्न गरेर आउँछन्। यसमा चाहिँ 10 अङ्कको पनि आउँछ, 5 अङ्कको पनि आउँछ। यसमा चाहिँ व्यवस्थापन लेखा, गणित, कम्प्युटर प्रथम पत्रमा, द्वितीय पत्रमा चाहिँ अर्थशास्त्र, बैङ्किङ र कृषि विकास बैंक लिमिटेड र बैङ्किङ ऐन कानुनहरू भनेर राखेको छ। यो द्वितीय चरणको लिखित परीक्षामा राखेको टपिकहरू यता यो प्रथम चरण भन्नाले पूर्व योग्यता परीक्षामा पनि छन्। त्यसकारण तपाईँहरूले पूर्व योग्यता परीक्षाको तयारी र यो द्वितीय चरणको लिखित परीक्षाको तयारीले चाहिँ सँगसँगै लानुपर्छ, किनभने पढ्ने टपिक एउटै छन्। उता पूर्व योग्यता परीक्षामा चाहिँ टिक लगाउने किसिमको 4वटा विकल्पको मध्ये एउटा छान्ने किसिमले पढ्नु पऱ्यो। यतापट्टि चाहिँ लिखितको लागि तयारी गरेर पढ्नु पऱ्यो यो द्वितीय चरणको हकमा चाहिँ। त्यसपछि अन्तर्वार्ता छ। अब म तपाईँलाई सरसरी जानकारी गर्छु। अब यो चाहिँ पूर्व योग्यता परीक्षामा तपाईँलाई 15वटा चाहिँ म्यानेजमेन्ट, एकाउन्टिङ एन्ड इकोनोमिक्स भनेको व्यवस्थापन लेखा र अर्थशास्त्रबाट आउँथ्यो। यसमा चाहिँ अब त्यही व्यवस्थापन, अर्थशास्त्र र लेखाकै टपिकहरू छन्। त्यसपछि अर्को 15वटा प्रश्न बैङ्किङ एन्ड एग्रिकल्चर डेभलपमेन्ट बैंक लिमिटेड बाट आउँथ्यो। यसमा चाहिँ अब यही बैङ्कको इतिहासहरू, अब बैङ्कको वर्गीकरणहरू यस्तो यस्तो कुराहरू राखेको छ। अब त्यसपछि ऐन कानुनहरू, अब कम्पनी ऐन, बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, नेपाल राष्ट्र बैङ्क ऐन, सम्पत्ति शुद्धिकरण मनी निवारण ऐन, त्यसै गरी बैङ्किङ कसुर तथा सजाय ऐनका ऐन कानुन पढ्नु पऱ्यो। यो ऐन कानुन त लिखितमा नि छ, यता टिक लगाउनेमा नि आउँछ। यो अब म्याथका कुराहरू छन्, कम्प्युटरका कुराहरू छन्। त्यसपछि जिके पनि राखेको छ। जिकेबाट त 10वटा प्रश्न आउँछ भनेर भनेको छ। विश्वको भूगोल, नेपालको भूगोल, अब विश्वको इतिहास, नेपालको इतिहास, धर्म, संस्कृति, आर्थिक अवस्थाहरू छ। त्यसै गरी अब यो अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरू राखेको छ र संवैधानिक विकासक्रम र नेपालको संविधान भनेर चाहिँ यति टपिकहरू जिकेलाई राखेको छ। यति पढेपछि तपाईँहरूको पूर्व योग्यता परीक्षा भनेको यो पहिलो चरणको परीक्षा सकियो। यसमा पास हुनुभयो भने अब द्वितीय चरणको परीक्षा सुरु हुन्छ। द्वितीय चरणमा लिखित परीक्षा छ। मैले अहिले पनि भने 100 पूर्णाङ्कको 200 पूर्णाङ्कको लिखित परीक्षा दिनुपर्छ। अब द्वितीय चरणभित्र यो प्रथम पत्रमा म्यानेजमेन्ट, एकाउन्टिङ, म्याथमेटिक्स एन्ड कम्प्युटर भनेर राखेको छ। यसमा म्यानेजमेन्टका टपिकहरू, ह्युमन रिसोर्स म्यानेजमेन्ट एचआरएम, अफिस म्यानेजमेन्ट भनेको कार्यालय व्यवस्थापनका टपिकहरू छन्। अब यो लेटर राइटिङ, पत्र व्यवहारहरू, टिप्पणीका कुराहरू छन्। त्यसै गरी निर्णयका कुराहरू छन्। अब यो दर्ता चलानी, अभिलेख व्यवस्थापन, फाइलिङका कुराहरू छन्, इन्डेक्सिङ। त्यसै गरी यो कम्युनिकेसन म्यानेजमेन्ट भनेको अब सञ्चार व्यवस्थापनका कुराहरू छन्। यी कुराहरू छन्। यो अफिस लेआउटका कुराहरू छन्। अब रिपोर्ट राइटिङ, रिपोर्ट बनाउनेका कुराहरू छन्।
त्यसैगरी अब यो एकाउन्टिङका टपिकहरू तपाईँले पढ्नु पर्यो। यसमा अब यो प्रफिट एन्ड लस एकाउन्टहरू जस्ता चाहिँ ट्रायल ब्यालेन्सहरू जस्ता सबै नै टपिकहरू पढ्नुपर्छ तपाईँहरूले। जस यो +2 मा तपाईँहरूले म्यानेजमेन्ट पढ्नु भएको छ भने तपाईँलाई सजिलो हुन्छ, किनभने यसको योग्यतै कि +2 मा म्यानेजमेन्ट हुने व्यवस्थापन शास्त्रबाट पास गर्नु पर्यो, कि तपाईँले +2 मा अब आर्ट्स अथवा ह्युम्यानिटिज फ्याकल्टीबाट पास गर्नु भएको छ भने मेजर सब्जेक्ट इकोनोमिक्स हुनु पर्यो भनेको छ। त्यो कारण तपाईँलाई चाहिँ इकोनोमिक्स पढ्नु भएकोलाई र व्यवस्थापनभित्र अब यो इकोनोमिक्सहरू पढ्नु भएकोलाई सजिलो हुन्छ, गाह्रो हुँदैन। म्याथमेटिक्सका टपिकहरू छन्, कम्प्युटरका टपिकहरू छन्, यो टिक लगाउनुमा पनि छ, यता लिखितमा पनि छ। त्यसपछि दोस्रो चरणको यो लिखित परीक्षाभित्र अर्को पत्र छ द्वितीय पत्र। यसमा चाहिँ अब इकोनोमिक्सका टपिकहरू भए, ब्याङ्किङका कुराहरू भए, यो अब मोडर्न ब्याङ्किङ प्रोडक्ट्स एन्ड सर्भिसेसका कुराहरू भए, म्यानेजमेन्ट अफ कमर्सियल ब्याङ्किङ, त्यसरी कृषि विकास ब्याङ्क र त्यसका ऐन नियमहरू छन्, कर्मचारीका विनियमावलीदेखि लिएर अब यी ऐन कानुनहरू छन्, यी टपिकहरू राखेको छ। त्यसपछि तपाईँहरूको सबैमा पास हुनुभयो भने चाहिँ अन्तर्वार्ता हुन्छ तपाईँहरूको। यसरी चाहिँ तपाईँले बुझ्न सक्नुहुन्छ। यो अहिले भर्खरै लागू भएको, यो 2081 सालको चैत महिनाबाट लागू भएको हो। अब यो अर्को पाठ्यक्रम नआउन्जेल यही नै पाठ्यक्रम हुन्छ। यो धेरै पछि चाहिँ कृषि विकास ब्याङ्क लिमिटेडको पाठ्यक्रम फेरिएको हो। अब यहाँनिर यो जुन प्रथम चरणमा दिने पूर्व योग्यता परीक्षामा चाहिँ अब तपाईँलाई जुन टपिक आउँछ त्यो टपिकहरू हेरेर जानुभयो भने पनि 100 मा 40 ल्याए यसमा पास भयो। यो पूर्व योग्यता परीक्षा पास नभइकन फेरि द्वितीय चरणको लिखित परीक्षामा सामेल हुन पाइएन। त्यसकारण पनि यो पूर्व योग्यता परीक्षा पनि निकै नै महत्त्वपूर्ण छ, प्रिलिमिनरी एक्जामिनेसन भन्छ। अब यो पूर्व योग्यता परीक्षा मात्रै एकरो तयारी गर्ने, तर द्वितीय चरणको लिखित परीक्षा तयारी गरेन सँगसँगै भने फेरि त्यो प्रथम चरणको नतिजा आएपछि द्वितीय चरणलाई टाइम लाग्दैन एक्जाम हुनलाई, थोरै समयभित्र एक्जाम भइसक्छ। त्यसकारण मैले अहिले पनि भनेको थिएँ तपाईँहरूलाई यो जुन पूर्व योग्यता परीक्षा, प्रथम चरणको पूर्व योग्यता परीक्षाको तयारी र यो द्वितीय चरणको लिखित परीक्षाको तयारी चाहिँ सँगसँगै लानुपर्छ। किनभने किन सँगसँगै लानुपर्छ भन्दा प्रथम चरणको यो पूर्व योग्यता परीक्षाको रिजल्ट भएपछि द्वितीय चरणको लिखित परीक्षाको ग्याप धेरै हुँदैन, केही समय मात्र ग्याप हुन्छ। र अर्को मेन कुरा भनेको यो टपिक एउटै नै छ। ल हेर्नुहोस् त यहाँनिर टपिक एउटै नै छ, मैले तपाईँलाई स्क्रिन सानो बनाएँ। टपिक एउटै नै छ। अब यो व्यवस्थापन, लेखा र अर्थशास्त्र, त्यसरी कृषि विकास ब्याङ्क र यसका ऐन नियमहरू, गणितका कुराहरू छन्, कम्प्युटरका कुराहरू छन्। यो जीके प्रथम चरणको पूर्व योग्यता परीक्षाको जुन एउटा जीके सामान्य ज्ञान चाहिँ अन्त यो लिखित परीक्षामा कहीँ पनि काम लागेन। जीकेका टपिक र जीके बाहेक यो अरू भएभरका सबै चाहिँ लिखित परीक्षामा नि काम लाग्ने छ, यता पूर्व योग्यतामा नि काम लाग्ने छ। त्यसकारण तपाईँले त्यसरी चाहिँ तयारी गर्नुहोला। र यस्तै महत्त्वपूर्ण जानकारीमूलक भिडियोहरू नछुटाइकन हेर्नको लागि युट्युब च्यानललाई सब्सक्राइब गर्न बाँकी हुनुहुन्छ, छुटिरहनु भएको छ भने सब्सक्राइब गर्नुहोला र सँगै रहेको घन्टी आकारको नोटिफिकेसन बेलमा क्लिक गरेर ALL अल नोटिफिकेसनमा पनि क्लिक गर्नुहोला भन्दै यसभन्दा अगाडि नै युट्युब च्यानलमा अन्य महत्त्वपूर्ण जानकारीमूलक भिडियोहरू अपलोड भइसकेका छन्, ती भिडियोहरू पनि हेर्नुहोला। हस्त, धन्यवाद, नमस्कार।